ल साथीहरु देख्न सक्नुहुन्छ हामी चाहिँ आज चाहिँ म आफ्नै घरको छेउमा चाहिँ काम गरिरहेको छु है। यहाँनिर चाहिँ यो किचन हुन्छ जसले गर्दाखेरि यो सिंकको लागि चाहिँ यसरी राखिदिएको छु। अझै फिल्टरको लागि दिन बाँकी छ, धेरै काम गर्नु बाँकी छ। जस म काम गर्दा गर्दा हजुरलाई चाहिँ देखाएको है। यसरी छेउछेउबाट गरेको छु है। अनि यहाँनिर हाम्रो चाहिँ बेसिन हुन्छ जस अब टेबल टप हुन सक्छ जहाँसम्म। अनि इलेक्ट्रिक गिजरको लागि यहाँ छ है ठाउँ। अन्त कहीँ पनि ठाउँ भेट्टाएन है, जसले गर्दा म चाहिँ गिजर चाहिँ हो त्यो माथि राख्ने भन्ने डिसिजन भयो। अब यहाँनिर राख्दाखेरि टाउकोमा ठोक्किने थियो, जसले गर्दा यो चाहिँ अलिकति स्लोपिङ छ। यो सिडी धेरै होचो भयो, जसले गर्दा यसरी काम गर्नु परिरहेको छ। र यो साइडमा हाम्रो चाहिँ देख्न सक्नुहुन्छ हाम्रो विक्रम साथीले चाहिँ काम गरिरहेको छन् है। यहाँनिर टोइलेट, सादा टोइलेट सिटको लागि यसरी। अनि यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो चाहिँ टोटल ब्रान्डकै युज गर्छौँ, रोटरी प्लस ह्यामरिङ ड्रिल मेसिन। यो चाहिँ एकदम राम्रो छ, झट्ट बिग्रिँदैन। अनि ड्रिल गर्नको लागि एकदम स्मुथली ड्रिल गरिदिन्छ है, धेरै टाइम लाग्दैन। जस अनि ड्रिल गर्दाखेरि भाइब्रेसन त्यति आउँदैन। अनि जस ह्यामरिङ गर्दा एकदम मजाले फुटाल्छ। त्यो भएर चाहिँ म टोटलको बिग फ्यान हो, जसले गर्दा चाहिँ म टोटलै युज गर्छु है। ल साथीहरु, अनि यसको चाहिँ पार्ट चाहिँ है एकदम जहाँ पनि पाइन्छ, जस सजिलो छ यसको पार्टहरू। जस बिग्रियो भने मगाउन दराजबाट अनलाइन पनि मगाउन सक्नुहुन्छ। अनि जस रिपेयर शपहरूमा चाहिँ यसको मजाले यसको जस सामानहरू चाहिँ पाउन सक्नुहुन्छ है त। एकदम राम्रो छ। म अहिले चाहिँ फिलहाल चाहिँ यो 3 वर्षदेखि युज गर्दै आइरहेको छु टोटल ब्रान्डको। सो मलाई टोटल ब्रान्ड राम्रो लागेर चाहिँ म चाहिँ सबै लगभग म्याक्सिमम मेरो टोटलकै सामान छ है। त्यही भएर हजुरहरूलाई पनि यो चाहिँ लिँदाखेरि यो टोटलको लिनु होला। यसको चाहिँ जस धेरै कुराहरू राम्रो छ, त्यो भएर चाहिँ त्यो गर्न भनेको। त्यो हल्का डाउन गर न, थोरै डाउन, माथि भागिरह, धेरै नै। ल अब ठिक छ साथीहरु, मैले फाइनल्ली काम गरेर धेरै काम चाहिँ सकाइसकेको छु। यहाँनिर देख्न सक्नुहुन्छ पुरै लाइनिङ ल्याएर काम गर्छु। र यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ हाम्रो टेबल टप बेसिन हुन्छ है। यहाँनिर यो मैले क्रस ओभर चाहिँ बनाएको छु। थ्याङ्क यू सो मच हाम्रो हार्ड वर्किङ दाइलाई। उहाँले चाहिँ मैले चाहिँ एक ठाउँमा भलोबाडीमा काम गर्दाखेरि उहाँ दाइले चाहिँ के भन्नुभएको थियो, भाइ तिमीले चाहिँ यो वाला क्रस ओभर चाहिँ युज नगर। यसमा के हुन्छ कि यो पाइप भन्दा यो चाहिँ बिचको अलिकति डाया चाहिँ यसको पातलो हुन जान्छ, जसले गर्दा पानीको फोर्स घट्छ। त्यो भएर सकेसम्म सक्छौ भने भाइ, मिल्छ भने, तिमीले जानेको छौ भने सकभर पाइपकै जस एल्बो 45 युज गरेरै क्रस ओभर बनाऊ भन्नुभएको थियो। जसले गर्दा चाहिँ मैले उहाँ दाइले भनेको हुनाले त्यो एउटा कमेन्ट देखेको भरमा मैले चाहिँ आज चाहिँ एउटा जस राम्रो कुरा सिकेछु। थ्याङ्क यू सो मच हाम्रो हार्ड वर्किङ दाइ, हजुरलाई एकदम थ्याङ्क यू सो मच है। हजुरले मलाई जस राम्रो कुरा सिकाउनु भयो। मैले जस टिकटकमा भिडियो पोस्ट गरेँ, अब पहिला त यस्तो हाल थिएँ, तर हजुरले भनेको हुनाले एउटा हजुरको कमेन्टले गरेर ममा चेन्ज आयो, जस काम गर्दाखेरि मेरोमा सुधार आयो। त्यसको लागि थ्याङ्क यू सो मच दाइ, हजुरले गरेको हो। यो देन भनेको हजुरको हो है, त्यो भएर चाहिँ हजुरको नाम लिएको है। ल देख्नुभयो यहाँनिर एउटा टी राखेको, फेरि एउटा एल्बो 45, अनि यसमा चाहिँ एउटा एल्बो एउटा 45 गरेर क्रस ओभर बनाएको छु। यसरी गर्दाखेरि हाम्रो फिनिसिङ पनि दामी आयो, हेर्नलाई पनि आहा छ है। ल देख्न सक्नुहुन्छ। अनि यो साइडमा हाम्रो विक्रम साथीले चाहिँ काम गरिरहेको छन्। यहाँनिर देख्न सक्नुहुन्छ यसरी हामी चाहिँ पिभिसीको पनि गरेको छौँ। अझै यहाँ चाहिँ ढलाइसलाई यताउता मालसाल हाल्न बाँकी नै छ है। अनि यहाँनिर देख्न सक्नुहुन्छ यसरी हामी चाहिँ लाइनिङ मिलाउँछौँ। यो चाहिँ पुरै यताको प्लम्बिङ चाहिँ हाम्रो चाहिँ यता हेर हो यिनले गरेको। अनि त्यस पछाडि उताको बाँकी जुन त्यो पाइप देखिरहेको उताको चाहिँ मैले गरेको। यता चाहिँ जेस यिनले गरिरहेको छन्। एकदम मिठो जेस दामी बनाएको छन्, मलाई त मन पर्यो। अनि धेरैजनाले भन्छन् कि मैले जस्तो भिडियो पोस्ट गर्छु, युट्युबमा हाल्छु, टिकटकमा हाल्छु, फेसबुक पेजमा हाल्छु। अनि मान्छेले के भन्छन् भन्दाखेरि महेश ब्रदर, महेश सर, अब महेश साथी भन्छन् है। धेरैजनाको क्वेसन हुन्छ यो फिमेल एल्बो पाइन्छ सिपिभिसी को भने किन हजुरले जिआई एल्बो हाल्नुहुन्छ भन्नुहुन्छ है। मैले जिआई एल्बो किन हाल्छु भन्दाखेरि जिआई एल्बो हाल्दा बित्तिकै हजुरको जस 20 देखि 25 वर्षसम्म यो चाहिँ फुट्दैन क्या फिमेल एल्बो, बुझ्नुभयो। यानि कि जिआई एल्बो फुट्दैन, तर फिमेल एल्बो सिपिभिसी को हाल्दा बित्तिकै हजुरको फुट्छ। जसले गर्दाखेरि मैले चाहिँ फिमेल एल्बो हाल्दैन, किनकि अब त्यो फिमेल एल्बो हाल्यो भने जस्तो टाल फेरि राख्नु पर्छ नि त। त्यो फुट्यो भने अब धेरैजनाले भन्नुहुन्छ कि नारायणदेखि बल लगाएपछि फुटिहाल्छ नि, सलाई रिन्च युज गरेपछि फुटिहाल्छ नि, हातले पो कस्नुपर्छ, ठिक्क पो कस्नुपर्छ, धेरै टाइट गरेपछि फुटिहाल्छ नि। धेरैजनाको क्वेसन यो हुन्छ है। त्यस्तो होइन, कुनै बेला के हुन्छ कि कसेर पनि फुट्छ। एक त नुहायो यताउता गर्दाखेरि हातले ठोक्केर या केही भएर त्यसरी पनि फुट्छ है। नुहाउँदाखेरि अब धारा फुट्दाखेरि धारा जुन फुट्छ नि, झर्छ नि, जस्तो नुहाउँदाखेरि त्यसरी पनि झरिरहेको हुन्छ, फुटिरहेको हुन्छ है। त्यसरी पनि फिमेल एल्बो क्र्याक हुन्छ। अनि उस्तै परे अब त्यो के भन्छन्
धेरैजना त त्यो पनि युज गर्छन् जे होस् एमसिल युज गरेर नि बनाउँछन् दिनभरि पानी बन्द गरेर, या अब हजुरको CPVC को गम युज गरेर दिनभरि पानी बन्द गरेर अनि त्यसरी पनि बनाउँछन् है। अनि त्यो चाहिँ मलाई चाहिँ चित्त बुझेन के, त्यसरी बनाउने भने अब जस्तो 2-3 महिना चल्छ या 4 महिना, धेरै भनेको 6 महिना चल्ला, तर त्यो लङ लास्टिङ हुँदैन नि त, फेरि रसाउँछ अनि त्यो घर कमजोर हुन्छ, जसले गर्दाखेरि चाहिँ मैले चाहिँ जस टाइल फेरि राख्न नपरोस्, टाइल फेरि राख्न भ्याइँदैन के, एकचोटि टाइल फुटालेर फेरिन्छ अनि फेरि अर्कोचोटि पनि क्र्याक भयो भने त जे हुन्छ नि, फेरि बार टाइल फुटाल्न त सकिँदैन, गाह्रो हुन्छ है। त्यो भएर चाहिँ यो टाइल फुटाल्न नपरोस्, जस 20-25 वर्षसम्म चाहिँ टाइल फुटाल्न नपरोस् भनेर चाहिँ मैले यसरी गर्छु के, बुझ्नुभयो। मैले नआए भने फिमेल एल्बो त धेरै गरेको छु, तर त्यहाँनिर धेरै कम्प्लेन आयो कि धेरै फुट्दो रहेछ। यो हामीले त अब ल कसेर राम्रोसँग एकदम प्रोपर दिएर जान्छौँ होइन, अनि गइसकेपछि के हुन्छ कि 2 वर्ष 3 वर्षपछि त्यसमा चाहिँ समस्या आउन थाल्छ क्या, रसाउन देखि थाल्छ, किनकि धारा भाँचेको हुन्छ, कुनै धारा भाँचेर चाहिँ फिमेल एल्बोमा अड्किरहेको हुन्छ, त्यो निकाल्दाखेरि गाह्रो हुन्छ। अब कुनै त निस्किन्छन् मजाले, कुनै निस्किन्न, त्यो भएर चाहिँ त्यस्तो अवस्थामा फुट्छन् क्या, बुझ्नुभयो। त्यो भएर चाहिँ मैले चाहिँ फिमेल एल्बो हाल्दैन, GI को हाल्छु, बुझ्नुभयो। अब त बुझ्नुभयो होला नि पक्कै पनि है। यसरी आहा यो चाहिँ हाम्रो गिजरको लागि हो, यसरी दिएको छौँ। यहाँनिर हाम्रो गिजर बस्छ, इलेक्ट्रिक गिजर, सो पावर सकेटको पोइन्ट त्यही छ, इलेक्ट्रिक गिजर राख्ने ठाउँ त्यहाँ छ, त्यहाँ राख्न मिलेन कि एकदम होचो छ नि त ठाउँ, त्यो भएर त्यहाँ राखेन। अनि यहाँनिर यसरी आयो, यहाँनिरबाट यसरी दिएको छौँ, यहाँनिर हट वाटरको लागि यसरी जान्छ, यो चाहिँ ट्याङ्कीको हो। यो साइडमा फेरि हाम्रो चाहिँ विक्रम साथी देख्न सक्नुहुन्छ चनौटाको है। अनि यसरी हामी चाहिँ पुरै लाइनिङ मिलाउँछौँ। अनि मैले गर्दाखेरि यहाँनिर पुरै क्रस ओभर बनाएको छु, एउटा यहाँको ढुङ्गा निकालेर है, देख्न सक्नुहुन्छ। ओहो कति राम्रो देखियो, वाउ अमेजिङ। ल अनि यहाँबाट यसरी आयो। आज म हजुरहरूलाई एकदम स्पेसल चिज के देखाउन खोजेको भन्दाखेरि मैले जुन कुरा अनलाइनबाट यानि कि अर्डर गरेर मगाएको थिएँ नि, दराजबाट फाइनल्ली आइसकेको छ। यो आजसम्म मैले युज कहीँ पनि गरेको थिएन, कुनै पनि घरमा गरेको थिएन, तर फर्स्ट टाइम महेशले यो घरमा युज गरेको छ है। यो सिङ्क मिक्सचर लगाउने भने यो चाहिँ तलमाथि हुँदैन, अनि यो टाइलको लेभल कति राख्ने हो, जस हाम्रो सिपिनी पुल लगाउनु नपरोस् भनेर चाहिँ यसरी यो नट दिएको हुन्छ यसको है। अनि यो चाहिँ स्पिरिट लेभल यो राख्यो भने जे होस्, यो चाहिँ जतिमा सिङ्क मिक्सचर आउँछ नि सबैको जुनसुकै कम्पनी होस् ट्याक्कै लाग्छ। अनि यो लेभल किन दिएको, यो चाहिँ तलमाथि नहोस्, ट्याक्कै हाइट बराबर होस् भनेर यो दिएको छ है। स्पिरिट लेभल यसमा दिएको हुन्छ, अनि ट्याक्क हामीले मेजरमेन्ट गर्ने। अब यो जाम गर्ने बेलामा ट्याक्क सँगै जाम गरिदिन्छु र यो भ्याइन्छ है। अनि यो चाहिँ हाम्रो चाहिँ फिल्टरको लागि यसरी चाहिँ हामी काम गरेको छौँ। यदि हजुरलाई पनि वायरिङ प्लम्बिङ गराउनु छ भने हजुरले डाइरेक्ट हामीलाई चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। कन्ट्याक्ट नम्बर मेरो टिकटकको प्रोफाइलमा छ, जसले गर्दा हजुरले डाइरेक्ट मलाई चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। बुझ्नुभयो। मैले वायरिङ प्लम्बिङ गर्नुका साथसाथै इन्भर्टर जोड्ने, त्यस पछाडि अब सोलर जोड्ने, अनि एसी फिटिङ गर्ने, इन्स्टलेसन गर्ने, रिपेयर गर्ने, वासिङ मेसिन भयो, फ्रिज भयो, सबै इन्स्टलेसन रिपेयर गर्छु है। आजबाट मगाएर लिएर आएको, आज बल्ल काम लाग्यो। आजको दिन पो लेखेको रहेछ यसको, यो काम लाग्ने दिन देख्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ है सिङ्क मिक्सचर लाउन एकदमै सजिलो हुन्छ, जसले गर्दा यो चाहिँ दराजबाट मगाएको चाइनाबाट। जे यो 14 दिनपछि बल्ल आएको थियो, आज फाइनल्ली बल्ल युज भयो है यो घरमा। यसरी राखिदिएपछि हुन्छ जाम गरेर, यो यताउता सर्दैन, जे सिङ्क मिक्सचर मजाले लाग्छ। अब यसलाई चाहिँ लाउनको लागि 1 घन्टा 2 घन्टा 3 घन्टा या दिनभरि कुर्नु परेन, जे परेसान हुनु परेन। यो त जे 5-10 मिनटमै लाग्छ है। त्यो भएर देखाउन खोजेको। हामी चाहिँ गर्दा यसरी नै काम गर्छौँ, यो पुरै जाम गरिदिन्छौँ है। त्यसपछि यो साइडमा पनि देख्न सक्नुहुन्छ डाइभर्टर युज गरेको छौँ, यहाँ पनि पुरै जाम गरिदिएको छौँ, ताकि हाम्रो चाहिँ फिमेल एल्बो यतादेखि उता नसरोस् भनेर। यदि यो सर्यो भने जे हुन्छ त्यो भएर नसरोस् भनेर यसरी गरिदिएको हामीले चाहिँ है। जुन साइडमा पनि यसरी नै गर्छौँ हामीले काम गर्दाखेरि। थ्याङ्क यू फर लभिङ।